हेलो एभ्रिवान व्हाट्सअप आइफ सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु फेरि पनि आइसकेँ नयाँ भिडियो ल्याएर तपाईँको दोस्रो स्पेटी होस्ट के छ खबर सब सन्चै अनि चट्ट मस्त चिलिङ हुनुहुन्छ होला है अहिले चाहिँ रातिको स्टुडियो घडीमा चाहिँ रातिको कति बज्यो भन्दाखेरि चाहिँ 12 बजिसकेको छ आज म ड्युटीबाट निक्लिन लाग्छु बाइक नाइस बाइक यार के गर्ने होइन बाइक हिँडेकिन्छ नाइस भनिन्छ त्यही त किस्मतमा छ कि छैन आजको काम चाहिँ टप थियो राम्रै भयो आज चाहिँ काम त्यही त काम चाहिँ गर्नुपर्छ के बोल्ने आउँदै आउँदैन बोल्ने के बोल्ने क्या यार यस्तो यस्तो क्राउडमा चाहिँ बोल्ने चाहिँ कन्फिडेन्ट आउँदैन क्या मेरो होइन जसकै के एउटा मान्छेहरू या ऊ हिँड्यो भने नि अलिकति कन्फिडेन्ट नै छैन क्या यस्तो क्यामेरा उजेलको हिँड्ने या ऊ गर्न पनि सकिँदैन क्या गिभअप त नेभर गिभअप त लिने चाहिँ होइन क्या सुस्तो हान्ने हो सुस्तो गर्ने हो सुस्तो गर्दै गर्दै जाने अनि एक न एक दिन त अवश्य नै हुन्छ होला सक्सेस अनि त्यही हो आज चाहिँ काम चाहिँ एकदम दामी टप चल्यो अनि म चाहिँ मर्निङ गएको थिएँ अनि त्यही भएर चाहिँ स्टेट गरेको कारणले गर्दाखेरि चाहिँ 12 बजी निक्लिनु पऱ्यो निक्लेको म मस्त के मलाई चाहिँ यो बाटो चाहिएको चट्ट के मस्त एक्लै हिँड्दाखेरि चाहिँ चट्ट कुरा गर्दै हिँड्दै अनि यो दामीको भ्यू होइन चट्ट हिँड्दाखेरि चाहिँ मलाई चाहिँ दिसभरिको थकान अनि त्यो हुन्छ नि कामको स्ट्रेस अनि सब चिरिङ उडिदिन्छ क्या अनि खाना लिएर आएको छु उता रुममा गएर खाने अनि फ्रेस हुने अनि त्यहाँ रुमको कचडाहरू पनि फाल्न जानुपर्ला आज कचराहरू पनि धेरै भएको छ क्या अब त्यही त कपडा सपडा धुने आफै हो आफूले खानेदेखि ल्याएर आफूले उ गर्ने सब चिज चाहिँ आफूले नै हेर्नुपर्ने हुन्छ रुम सुम सब साफसफाइ राख्नै पर्ने हुन्छ अनि गर्नै पऱ्यो होइन यो ज्याकेट नधोएको 15 दिन भइसक्यो ज्याकेट पनि के ब्ल्याक ज्याकेट छ अहिले लगाइदियो नि त्यस्तो हुन पनि त्यस्तो फोहोरमा बसेर यहाँ ऊ ढालाङ धुलोमा बसेर काम गर्ने काम भएको हो फोहोर पनि धेरै हुन्थ्यो होला होइन त्यही भएर नि फोहोर पनि त्यस्तो भएको छैन अनि त्यही हो साथीहरूले चाहिँ भन्छ ए कस्तो साले कस्तो ठुलो बनेको या ऊ कल पनि गर्दैन या ऊ फोन रिसिभ पनि गर्दैन भनेर भनिरहेको थियो म्यासेजमा चाहिँ र केटा हो त्यही हो कि यार आफ्नो रेस्पोन्सिबिलिटी जब आफू माथि पर्दो रहेछ नि त्यस्तै चल्छ क्या यार कामको स्ट्रेस अनि त्यसपछि शरीरको यो थकान अनि त्यसमाथि डेमा होइन नाइटमा काम गर्छु मैले होइन अनि तिमीहरू जहिले अनलाइनमा हुन्छौ त्यस बेला चाहिँ म चाहिँ ऊ सुतेको हुन्छु यार केटा हो के छ र यार नेक्स्ट इयर जस्ट नेक्स्ट इयर आयो भने चाहिँ भेटौँला रमाइलो गरौँला होइन त्यस्तै हो यार अब कति कन्फिडेन्सै छैन क्या म यार लाज लाग्छ क्या बोल्न पनि कस्तो झ्याउ लाग्ने ठिक छ सुस्तो यो लाजहरूलाई हटाउनु पर्छ भनेर सोचेको त्यस्तै चलिरहेको छ क्या त्यही हो केटा मेरो रिलेटिभहरूसँग पनि त्यस्तो कमै कुरा हुन्छ फ्यामिलीसँग पनि छुट्टीको दिन मात्र कुरा हुन्छ मेरो सब ठिक छ सब चट्ट छ मस्त छ होइन काम चाहिँ जे भने पनि अब त्यही त आफ्नो कर्म खाने जहाँ गए पनि जस्तो ठाउँमा भए पनि होइन कसैको चोरेर खाइएको छैन कसैको मागेर खाइएको छैन होइन अनि कर्म राम्रो गरेपछि त्यस्तो नि फल राम्रो मिल्छ भन्छन् होइन त्यही अझैसम्म त कर्म गरिरहेको छु फल चाहिँ मिलेको छैन फल चाहिँ मिलिरहेको छ बट त्यस्तो खालको जो एक्सपेक्ट गरेको छु त्यो खालको फल मिलेको छैन क्या होइन त्यही हो मान्छेले चाहिँ गिभअप चाहिँ कहिले गर्नुहुन्न है नेभर गिभअप क्या त्यही हो होइन कन्टिन्यू दिनु हो कन्टिन्यू एउटै लाइनमा दिइराख्नुहोस् अभियसली पनि सक्सेस भइन्छ भन्ने खालको थिङ्स क्रिएट गरेर हिँडेको यात्री हो म होइन अनि चिसो मौसममा चट्ट है हिँडिरहेको छु अहिले अनि क्यामेरा क्वालिटी योभन्दा राम्रोको लागि चाहिँ मैले अब 1-2 महिनापछि चाहिँ राम्रो योभन्दा राम्रो खालको मोबाइल किन्ने भनिरहेको छु हेरौँ सोचेको हो अब सोचेपछि त फेरि पुरा गरेरै छोड्छु क्या मैले फेरि म त फेरि अलिकति छु के भन्छ यार त्यसलाई पछि को आएर
कपाल पनि लामो भइसकेको छ हेयर पनि लङ भइसकेको छ हातपाट्यो यार यही बाटो हो यार डेली आने जाने हप्ता पुरै आने जाने रेस्टुरेन्ट टु रुम टु रेस्टुरेन्ट गर्दा गर्दै 1 विक गइहाल्छ अनि त्यही हो अनि छुट्टीको दिन कति बजे रातिको साँझको 8 बजी उठ्छु के बिहान कति 9 बजीतिर सुत्छु अनि साँझ रातिको 8-9 बजी उठ्छु साँझको नाइटभरि मुभी हेर्छु त्यही गरेर जान्छ यार दिन त्यही त यार न केटा अनि कलिङ किन गर्दैन स्याउ गर्दैन भनेर भन्छ होला तिमीहरूले होइन त्यस्तो होइन रे केटा अब त्यही आफ्नो यार के भन्ने यार तिमीहरूलाई पनि यार म आउँदाखेरि तिमीहरू त्यहाँ थिएनौ घरमा बेगम पनि थिएन गाउँमा 3-4 जना केटाहरू थियो तिहारको बेला चाहिँ अलिकति थियो केटाहरू अनि त्यसपछि आफ्नो बाटो लाग्यो सबै कोही स्टडीको लागि हिँडेछ कोही स्ट्रगलको लागि हिँडेछ होइन त्यही हो साथी हो सबको आफ्नो डेस्टिनेसन रहेछ त्यही भएर नि भेट्यो 2 महिना भइसक्यो म आएको पनि तर त्यही हो यार त्यही हो भनेपछि त्यही हो बुझ्नु त होइन बुझाइराख्नु पर्दैन समस्याले सब चिज सिकाउँछ ए जाठा कुकुरहरू यहाँ सुतेर छ त झन्नै गएन यार ठेक्सो आएर यति भन्दै होइन यो मस्त भ्यूको साथमा चट्ट पिसफुल छ क्या जस प्लेस चाहिँ होइन कस्तो भन्दाखेरि साइलेन्ट चाहिँ जस्तो लाग्छ क्या मलाई चाहिँ साँझको रातिको टाइममा चाहिँ गाडीहरू कमी छ यहाँ अनि त्यही भएर चाहिँ साँझको टाइममा चाहिँ अलिकति हिम्मत पनि आउँछ है मलाई चाहिँ भिडियो बनाउने क्या एक्लै हिँड्दाखेरि चाहिँ अनि डेमा चाहिँ अलिकति कन्फिडेन्ट छैन क्या मेरो क्राउडमा चाहिँ कहिल्यै भिडियो बनान्न के अब त्यही अलिकति कन्फिडेन्टको लागि चाहिँ हजुरहरूको साथ सपोर्ट चाहियो भनेको जसको अलिकति कन्फिडेन्ट बढाउनको लागि चाहिँ कमेन्टहरू गरिदिनुहोस् होइन मेरो होइन ए भाइ ठिक छ या ऊ गर्नुपर्छ यस्तो खालको होइन जस हुन्छ नि त एक्सपेक्टेसन स्पिकहरू गरिदिनुहोस् होइन त्यही हो आज जनवरी 3 होइन 12 बजीदेखि 4 भइहाल्छ सट्ट यही छ अहिले उता कचरा फाल्न गएपछि चाहिँ भिडियो बनाउँछु होइन मेरो बिचबिचमा अपडेटहरू आइरहेको छ साथीभाइ हो त्यही हो तिमीहरूसँग कल गर्न नपाए पनि यस्तै अपडेटहरू हेर्नु ए ठिक रहेछ मेरो साथी यार भन्नु होइन त्यस्तै हो तिमीहरू पनि आफ्नो काममा बिजी छौ होला म पनि बिजी नै छु हेर केटा हेरौँ अब नेक्स्ट इयर अवश्य नै हाम्रो भेट हुनेछ अनि एक ठाउँमै हामी रमाइलो गर्नुपर्छ है ल रुममा गएर भिडियो बनाउँछु